हामी यहाँ नानी पसलमा आएको यहाँ हामी असानमा होइन यहाँ 32 वर्षको नानीले अनि यहाँनिर उहाँको कुरा सुनेर म उहाँको कुरा अलिकति मलाई खिच्नु मन लागेको। म त नेपालमै के छ भन्ने मान्छे अनि त्यस कारण कति वर्षदेखि काम गरेको अरे नानी? 11 वर्षदेखि। अनि कति कसको फोन गर कति वर्षमा बिहा गरेको रे? 24 वर्षमा। 24 वर्षमा बिहा गरे। अनि कति पढाइ अरे? मास्टर डिग्री। मास्टर डिग्री अरे। अब मलाई कसैले चित्त दुखाउनु चाहिँ पाउँदैन होइन। यो मेरो भिडियो हेरेर यो म नानी भेटेर चाहिँ मलाई एकदम खुसी लाग्यो। म त नेपालमै के गर्नुपर्छ भन्ने मान्छे। अब अहिले चाहिँ कति अरे? अहिले 32 वर्ष। 32 वर्षमा दुईवटा बच्चा। ऊ सानो कि ठुलो? यो सानो, ठुलो 5 वर्ष। अनि बाउ आमालाई कति सहयोग गरेको अरे? ड्याडीलाई 3टा घर। 3टा घर अरे काठमाडौँमा। भाइ बहिनीको बिहा। अनि यही कपडाको काम गरेर अरे। यही कपडाको काम गरेर। अनि नानी चाहिँ के थोरै? हेमा खनाल बाहुन होइन। अनि यो चाहिँ मेरो लाइफमा फर्स्टचोटि हो तपाईँ जस्तो मान्छे भेट्नु चाहिँ होइन। तपाईँ जस्तो उमेरको मान्छे त बिहा गरेको छैन। यो त मेरो लागि धेरै खुसीको खबर हो। म पनि केही गर्छु र गर्नुपर्छ भनेर गरि नै रहेको मान्छे हो। म त कति पार भयो होइन। अनि त्यस कारणले अब यहाँ के अरे यहाँ नेपालमा केही छैन भन्नु चाहिँ ठिक होइन है। गलत हो नि। गलत। अनि मेहनत पनि कति खतरा गरेको त अन्त। अनि 12 वर्षदेखि काम गरेर पढाइ बाउ आमाले छोरी मान्छेले बाउ आमालाई घर किनिदिएको भनेको त अब अलिक कमै हो होइन गरेर। आफ्नो पनि कतिवटा घर अरे। अनि कारखाना पनि आफ्नै 12 जनाले मजदुर पनि दिएको। 12 जना हुनुहुन्छ काम गर्ने। त्यस्तो मेरो आफ्नो कार फ्याक्ट्रीमा मात्र 12 जना हो। मैले बाहिर पनि गराउँछु। बाहिरलाई पनि अलिअलि रोजगार दिन्छु लगभग 30-40 जनालाई। अनि 32 वर्षको मान्छेले अम्बो होइन। बाहिर चाहिँ के गर्नुपर्ने? बाहिर नि यस्तो हुन्छ, कटिङ गर्ने, फेब्रिकेसनमा दिने। अब जस्तो हाउसवाइफहरू चाहिँ तिनीहरूलाई नेपाली उन किनेर दिने। उनीहरूले टोपी बुन्छन्, मोजा बुन्छन्, स्वेटर बुन्छन्, अब तपाईँको गलबन्दी बुन्छन्, स्कार्फहरू त्यो बेच्ने। अनि पन्जा पनि बुन्छन्। कसैलाई उलन किनेर दिने, कसैलाई त्यसैको भित्रै हाल्ने काम दिने, आफै घर बसेर गर्ने। कसैलाई चाहिँ यो अब हेमको ब्यागहरू बनाउन दिने कटिङ गरेर। कसैलाई यो खादीको नेपाली। यो त तपाईँ एकजना नानी त एउटा नेपालको चेलीमा त एउटा के अरे उदाहरणै हुनुहुँदो रहेछ होइन। त्यसै भन्नु पर्यो। उदाहरणै हुनुहुँदो रहेछ होइन। अनि किनभने 32 वर्षको मान्छेले त बिहा गरेको हुँदैन होइन यस्तो। अनि त्यो 12 वर्षको उमेरमा यसरी काम गर्नुपर्छ भने चाहिँ कसरी सिक्यो नानी? बाआमालाई धेरै दुःख थियो पहिला। बाआमाले गर भन्नु त भएन। आफैले दुःख बुझेर आफैले अब पारिवारिक समस्या देखेर अब हामी 4 जना भाइ बहिनी अनि म ठुलो। अब यसो बाआमालाई दुःख जिम्मेवारी। कहाँ हुर्केको बाआमा? बाआमा काभ्रेमै। हजुर। स्टार्टिङ गर्दाखेरि चाहिँ कसरी गर्यो नानी? 12 वर्षको मान्छे स्टार्टिङ गर्दाखेरि चाहिँ यस्तो भयो। म लगभग 11 वर्षको उमेरमा चाहिँ म काठमाडौँ आएँ। काठमाडौँ आइसकेपछि मलाई मेरो ड्याडीले के सिकाउनु भएको थियो भने मैले यस्तो यस्तो स्ट्रगल गरेर म यो ठाउँसम्म आइपुगेको हो, तिमीहरूले पनि यस्तै गरी गर्नुपर्छ भनेर भन्नुभएको थियो। पहिलोदिन त भुरा मान्छे फुरुक्क पार्नुभयो, मिठो मिठो खाजा साजा दिनुभयो। भोलिपल्टदेखि त तिमीले कति फेरि भोक लाग्यो ड्याडी भनेर भन्दा तिमीले आज कति कमाएर खाने भन्नुभयो। त्यसो भनिसके पछाडि पहिलो तला पसल थियो असानमा। अनि म तल बसेर मान्छे बोलाउन थालेँ। एकजना बा आउनुभयो त्यतिखेर पनि। उहाँ चाहिँ अमेरिका बस्छु भन्नुहुन्थ्यो। अब उहाँले सायद अब अहिले हुनुहुन्छ कि हुनुहुन्न, उहाँ धेरै वर्ष भयो। त्यसपछि उहाँले चाहिँ पस्मिनाको सल किन्न आउनुभयो, स्कार्फ। त्यो रेट कतिको थियो नि थाहा छैन। पस्मिना पनि छ यहाँ। अन्दाजमा चाहिँ त्यो सल मैले त्यतिखेरको टाइमिङमा चाहिँ 950 मा बेचेँ। तर त्यसको होलसेल रेट 250 रुपियाँ रहेछ। मलाई थाहा थिएन। त्यो मैले अन्दाजमा गरेको व्यापार। अनि त्यस पछाडि म त्यो दिन नाच्दै नाच्दै ड्याडीलाई मैले आज यति कमाएँ, अब म दुनोट खान्छु भने मैले। त्यतिखेर दुनोट पनि खुब चिज थियो। अनि खुब चिज थियो, दुनोट खान्छु भने। अनि रमाएर त्यतिखेर दुनोट पनि 10 रुपियाँको 2टा आउँथे। 2टा दुनोट चिया खानु पाएँ त्यसपछि। त्यसरी चाहिँ गर्नुभयो। अनि बिस्तारै बिस्तारै बानी बस्दै गयो। अब पढाइ पैसै त हो पढ्ने भन्ने थाहा हुँदै गयो। ल हामी पैसालाई चाहिँ के भयो भने मिसयुज गर्नु मन लागेन। पैसा कमाइसकेपछि चाहिँ के सुनमा हाल्नुपर्छ कि जमिनमा हाल्नुपर्छ भन्ने कुरा सिकेर त्यहीँबाट घर पनि भयो। जमिन घरबाट। अब हाम्रो भिडियो चाहिँ अलिकति लामो भयो होइन। हामी कता मिठो गरी बुझौँ भने त्यसरी गर्दा गर्दै 11-12 उमेरसँगै स्कुल पनि सबै गरेर चाहिँ अब बाटो पायो भनौँ न।
बाटो पाएर चाहिँ यहाँसम्म आयो धेरै धेरै धन्यवाद नानी अनि मलाई त एकदम खुसी लाग्यो होइन सबैजनाले सिक्नुपर्ने यही हो होइन मलाई त आज खुसी लाग्यो यता यहाँ मेरो नन्दा बहिनी चाहिँ युके जाँदै थियो यहाँ विदेशमा छ नानीहरू अनि त्यो सपिङ गर्नु आएको हामी चाहिँ यहाँ फुपू चाहिँ अनि यहाँनिर चाहिँ मलाई अब यस्तो पसल खोलिरहनु पर्छ अघिदेखि म कुरा सुन्दाखेरि कुरा गर्नु मन लागेको थियो अनि अब यो पसलहरू यहाँ छ होइन मलाई त साह्रै खुसी लाग्यो म तपाईँलाई भेटाएर मेरो यहाँ तपाईँलाई भेटाएर यहाँ 1 करोडले हारे गर्दा खुसी लाग्यो मलाई चाहिँ म हर दिन म त काम गरेर उँभो लागेको मान्छे म पनि हर दिन म काम गर्ने मान्छे नै खोजिरहन्छु कि म यस्तो हो काम मेहनत गर्नेलाई जे पनि छ सुन फल्छ यहाँ एकदम मेहनत नगर्नेलाई यहाँ खुस पनि फल्दैन एकदम ल धन्यवाद